हेलो एभ्रिवान, टेक्निकल ट्रिक र टिप्स पाउनको लागि टेक्निकल किरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला र नोटिफिकेसनको लागि बेल आइकन अन गर्न नबिर्सिनुहोला। नमस्कार साथीहरू, टेक्निकल किरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज यस भिडियोमा मैले तपाईलाई इमो सम्बन्धी केही टिप्सहरू अथवा केही ट्रिकहरू दिँदैछु, जसमा चाहिँ इमो अहिले हामीमा एकदमै पपुलर रहेको एउटा सोशल एप्लिकेसनको रूपमा पपुलर रहेको छ, जसको चाहिँ के फिचर छ भन्ने बारेमा मैले योभन्दा पहिले भिडियो बनाइसकेको छु। आज चाहिँ तपाईले इमो चलाउनुहुन्छ भने, इमो युज गर्नुहुन्छ अथवा इमोमा तपाईले धेरै टाइम बिताउनुहुन्छ भने केही महत्त्वपूर्ण कुराहरू ख्याल गर्नुपर्ने हुन्छ। जब तपाईले ती कुराहरू मिस गरेर जब गल्ती गर्नुहुन्छ, त्यसले नराम्रो रिजल्ट दिन्छ र त्यो कुराहरू कसरी तपाईले नगर्ने र कसरी थाहा पाउने, इमोमा के कुराहरू गर्न हुँदैन, कस्तो कुराहरूले तपाईलाई एफेक्ट गर्छ, तपाईको इमो अकाउन्ट लगायत तपाईको पर्सनल आइडेन्टिटीमा कसरी एफेक्ट गर्छ भन्ने बारेमा म तपाईलाई केही सजेसन दिँदैछु। साथीहरू, जब इमोले लाइभ ब्रोडकास्ट गर्न मिल्ने एउटा फिचर लियो, त्यो रिसेन्टली आएको फिचर हो र त्यस सँगसँगै जुन डायमन्ड जसबाट रिचार्ज गर्न मिल्ने जुन फिचर लिएको छ, त्यसपछि इमोको अत्यधिक प्रयोग भइरहेको छ। नेपालबाट मात्र होइन, अरू देश जस्तै इन्डिया, पाकिस्तान लगायतका अरू देशहरूले पनि इमोको म्याक्सिमम युज गर्ने गरेका छन्। हुनसक्छ डायमन्डको कारणले अथवा अरू कुनै कारण हुनसक्छ, ग्रुप भिडियो च्याटिङको कारण पनि हुनसक्छ। तर ती कुराहरू गर्दा हामीले एकदम मस्ट केयरफुल भएर गर्नुपर्ने हुन्छ, जसले गर्दा आउने दिनहरूमा तपाईलाई कुनै अप्ठ्यारो नपरोस् र इमोको कारणले तपाईको पर्सनल आइडेन्टिटीमा केही फरक नपरोस् र तपाईको इमो अकाउन्टमा पनि केही प्रब्लम नआओस् भनेर म तपाईलाई आज केही सजेसनहरू दिँदैछु। ध्यान दिएर सुन्नु होला। फर्स्ट भनेको जस्तै इमोको भिडियो लाइभ ब्रोडकास्टिङ भनेको तपाईको साथीभाइ अथवा फ्यामिलीहरू बीच गर्ने ग्रुप च्याटिङको लागि बनाएको इमोले दिएको एउटा फिचर हो, जहाँ चाहिँ तपाईले चिनेको मान्छे अथवा चिनेको साथीभाइ अथवा फ्यामिलीहरू बीच सजिलैसँग सबै 2-3 जना अथवा 4-5 जना मिलेर सँगै फ्यामिलीमा जस्तै बसेर कुरा गर्न मिलोस् भन्ने दिएको फिचर हो। तर यहाँ चाहिँ कस्तो युज भएको छ भनेपछि, नचिनेको मानिसहरू, नचिनेको अर्काको ग्रुपमा छिरेर एज अ गेस्टको रूपमा रिक्वेस्ट पठाएर अनि त्यहाँनिर एक्सेप्ट गरिदिएन भने गाली गर्ने अथवा नराम्रो वर्डहरू लेख्ने, त्यस्तो गर्ने प्रवृत्ति बढेको छ, जसले गर्दा चाहिँ तपाईको जब इमोको जुन रिभ्यू गर्ने टिम हुन्छ, त्यो टिमले चाहिँ प्रत्येक 24 आवर्समा, प्रत्येक 24 घण्टामा तपाईको कस्तो कुरा गर्नुभयो, भिडियो कस्तो देखाउनु भयो भनेर रिभ्यू गरिरहेको हुन्छ, जो कुरा तपाईलाई थाहा हुँदैन। यदि रिभ्यू गर्ने टाइममा उनीहरूले तपाईको इमोमा भएको लाइभ च्याटहरू नराम्रो भेट्यो अथवा तपाईले केही पोर्नोग्राफी सेयर गर्नुभएको छ, नराम्रो पिक्चरहरू सेयर गर्नुभएको छ अथवा तपाईले नराम्रो वर्डहरू बोल्नु भएको छ भने त्यो केसमा तपाईको इमो को लाइभ र इमो अकाउन्ट सधैँको लागि सस्पेन्ड हुन्छ, बन्द हुनसक्छ। त्यो भएर बी केयरफुल। अनि अर्को कुरा रहेको छ, त्यहाँ तपाईले भिडियो लाइभमा जाने बेलै भने हुन्छ बी पोलाइट एन्ड रेस्पेक्टफुल भने हुन्छ। तपाईले त्यहाँनिर इमो भनेको कसैलाई गाली गलौज अथवा कसैलाई डोमिनेट अथवा गर्ने तरिकाले तपाईले स्टार्ट नगर्नु होला, हैन। त्यहाँनिर भने हुन्छ एनी एटेम्प्ट टु डिस्प्ले पोर्नोग्राफी अर टाल्क अफिसियन्टली विल रिजल्ट पर्मानेन्टली ब्यान फ्रम जोइनिङ लाइभ स्ट्रिम भन्छ। त्यहाँनिर तपाईँलाई पहिले इन्फर्म गराइसकेको हुन्छ। यदि तपाईँले त्यो ख्याल गर्नु भएन भने पनि ख्याल गर्नु होला। अबदेखि इमो सुरु गर्नुभन्दा पहिला केही कुरा सोचेर मात्र लाइभमा जानु होला। यदि तपाईले चिनेको साथीभाइहरू छ अथवा तपाईँको फ्यामिलीहरूसँग कुरा गर्दै हुनुहुन्छ, नो एनी प्रब्लम। तर तपाईँ अरूको ग्रुपमा जबरजस्ती छिर्दै हुनुहुन्छ, एज अ गेस्टको रूपमा रिक्वेस्ट पठाउनु भएको छ, उता एक्सेप्ट गरेन, अनि तपाईले जे पाए त्यो कमेन्ट गर्नुभएको छ, नराम्रो वर्डहरू कमेन्ट गर्नुभएको छ अथवा नराम्रो इमेजहरू पठाउनु भएको छ भने त्यस्तो केसमा तपाईको जब इमोको रिभ्यू टिमले त्यो भिडियो त्यस्तो केस भेट्छ, त्यो केसमा तपाईको इमो अकाउन्ट पर्मानेन्टली सस्पेन्ड हुन्छ लाइभ ब्रोडकास्टबाट र तपाईको इमोको अकाउन्ट नै डिएक्टिभेट हुने चान्स धेरै हुन्छ। त्यो भएर अनि अर्को कुरा म तपाईलाई के भन्छु भनेपछि, इमोमा कुरा गर्दा मैले धेरैजनाको यसो रिभ्यू गर्दाखेरि के कुरा पत्ता लगाएँ भनेदेखि, त्यहाँनिर पर्सनल मोबाइल नम्बरहरू सेयर गरे हुन्छ, तपाईको प्राइभेट डाटा भनेको जस्तै अब तपाईको घर कहाँ हो अथवा कुन ठाउँ बस्नुहुन्छ, के काम गर्नुहुन्छ, हैन, लगायतका कुराहरू त्यहाँ सेयर भइरहेको हुन्छ। त्यो नगर्नु होला। त्यो इमोको रुल रेगुलेसन भन्दा बाहिरको कुरा हो, जो चाहिँ तपाईले मिसयुज गरिराख्नु भएको छ इमोको फिचरलाई।
त्यस्तो पर्सनल आइडेन्टिटी झल्काउने जो चाहिँ तपाईँको पर्सनल मोबाइल नम्बर हो, प्राइभेट डाटा हो, तिनीहरू चाहिँ सेयर नगर्नु होला, किनभने त्यो पब्लिकली ब्रोडकास्ट भइरहेको हुन्छ। यदि तपाईँ गर्लफ्रेन्ड बोयफ्रेन्ड अथवा आफन्तीहरू बिच पनि कुरा भइरहेछ र त्यहाँ थर्ड पार्टीले आएर हेरेर त्यो तपाईँको डेटा लगेर मिसयुज गर्न सक्छ। त्यो भएर बी केयरफुल, त्यस्तो काम पनि नगर्नु होला। बरु च्याटिङबाट तपाईँले आदान प्रदान गर्न सक्नुहुन्छ है, त्यो कुरामा ध्यान दिनु होला। अनि अर्को कुरा म तपाईँलाई के भन्छु भने चाहिँ अब त्यहाँ नराम्रो च्याट नगर्नु होला। जस्तै अब कहिलेकाहीँ हुनसक्छ बाई मिस्टेकले हुनसक्छ अथवा कति पहिला थाहै नभएर हुनसक्छ त्यहाँनिर चाहिँ नराम्रो च्याटहरू गरिरहेको हुन्छ लाइकेज, जो चाहिँ अब थर्ड पार्टीले हेऱ्यो भने त्यो नपस्ने खालको च्याटिङहरू भइरहेको हुन्छ। त्यस्तो काम नगर्नु होला। अनि नराम्रो इमेजहरू सेयर नगर्नु होला, जो चाहिँ अब एउटाले अर्कोलाई देखाउनलाई चाहिँ गर्नुभएको जुन इमेज सेयर हुन्छ नि, त्यो थर्ड पार्टी अर्कै मान्छेले पनि देखिरहेको हुन्छ। त्यो कुरा ख्याल गर्नु होला। अनि तपाईँको मोबाइल नम्बरहरू सेयर गर्दै नगर्नु होला बाई मिस्टेकले पनि, किनभने तपाईँको मोबाइल नम्बरबाट तपाईँलाई मिसयुज हुनसक्छ। त्यो मोबाइल नम्बरबाट अनेक थरी प्रब्लम आउनसक्छ, किनभने सबै मान्छेहरू एउटै हुँदैन, सबैको उद्देश्य एउटै हुँदैन। तपाईँलाई चाहिँ ब्ल्याकमेलिङ हुनसक्छ त्यो नम्बरबाट। त्यो भएर त्यसमा केयरफुल रहनु होला। अनि तपाईँको पर्सनल प्राइभेट नम्बर र इन्फर्मेसनहरू बिल्कुलै सेयर नगर्नु होला। यदि गर्नु छ भने च्याटिङको थ्रुबाट गर्न सक्नुहुन्छ। त्यो इन्फर्मेसनहरू अरूको थर्ड पार्टी इन्फर्मेसन मिसयुज गर्नुभएको छ अथवा ब्ल्याकमेलिङ गर्नुभएको छ भने तपाईँलाई पछि प्रब्लम आउनसक्छ। अनि त्यस्तो नहोस् कि तपाईँले अहिले ल दुईजना साथी अथवा दुईजना वाइफ हस्बेन्ड अथवा बोयफ्रेन्ड गर्लफ्रेन्ड बिचको च्याटिङ चाहिँ थर्ड पार्टी पर्सनले मिसयुज गरेर फेसबुकमा नहालिदियोस्, युट्युबमा नहालिदियोस्, भाइरल नबनाइदियोस्, र जसले गर्दा तपाईँको पर्सनल आइडेन्टिटीमा प्रब्लम नआओस्। म चाहिँ यही सजेसन दिन चाहन्छु। हवस् त साथीहरू, आजको भिडियो मैले यसकै लागि बनाएँ। यदि तपाईँलाई मेरो कुरा कस्तो लाग्यो, मन पर्यो परेन, कमेन्ट गर्नुहोला। तपाईँ नयाँ युजर हुनुहुन्छ भने हाम्रो च्यानल सब्सक्राइब गर्नुहोला। पुरानो हुनुहुन्छ भने अझै धेरै माया गर्दै जानुहोला। अहिलेसम्म हाम्रो भिडियो हेर्नुभयो त्यसको लागि धन्यवाद।